मलाई भातै तरकारी जागिर खानु सरकारी छैन आफ्नो भाग्यमा यस्तै छ नि जिन्दगी। के गर्नु है, फुलबारी गोडाइछ, झाडु खालाइछ। परदेश धेरैजना परदेश जानु रहर गर्छ होला, गर्छन् हैन। म पनि साह्रै परदेश जानु रहर गरेँ। परदेशमा त यस्तो झाडु खानु पर्दो रहेछ। परदेशमा कस्तो सजिलो काम पाउँछ होला भनेको त कहाँ पाउनु रहेछ। यस्तो झाडु खानुपर्छ, त्यो पनि पखेरामा, पाखामा चिप्ल्यो भने तल पुगिन्छ चिप्लेर हो। पैसा कमाउनु सजिलो काम हुँदो रहेछ र परदेशमा झाडु खानुपर्छ। कहिले खन्नुपर्छ, कहिले रोप्नुपर्छ, यस्तै छ जिन्दगी। के गर्नु। मैले भिडियो ल्याउन पठाएँ र धेरै दिन भयो भिडियो नपठाएको। अब त्यही भएर भिडियो बनाउँदैछु। मेरो जागिर झाडु खाल्ने जागिर ड्युटी, झाडु खाल्ने ड्युटी मेरो यस्तै छ ड्युटी। झाडु खाल्ने ड्युटी छ, झाडु पोछाको ड्युटी छ। के गर्नुपर्छ परदेशमा, यस्तै छ है। अब एउटा गीत गाइदिन्छु है, परदेशकै गीत। परदेशकै गीत गाइदिन्छु है म, एउटा परदेशकै गीत। परदेशी परदेशी जाना नहीं, मुझे छोड़ गए परदेशी मेरे यारा। कहीं ना मिले ना भाड़ा, रही ना कितना भूला न जाना। परदेशी जाना नहीं, मुझे छोड़ गए परदेशी मेरे यारा। दिल्ली में भाड़ा कहीं न रखना, भूला न जाना। परदेशी जाना नहीं, मुझे छोड़ गए त्यति नै गीत गाएको है। गीत मलाई राम्रो आउँदैन त्यस्तो, यसो लेसेङ फेसेङ टाइम पास। रोज हाम्रो नेपालमा त गुलाबको फुल भन्छ हो। फुललाई गुलाबको फुल भन्छ, तर परदेशमा त रोज भन्दो रहेछ। यहीँ परदेश आएर सुनेको है, रोज भन्दो रहेछ। हामी त अनपढ मान्छे, के गर्नु। पढ्ने बेलामा खुट्टा कोदालो गऱ्यो, डोको नाम्लो गऱ्यो, त्यही भएर पढ्नु पनि पाइएन। यस्तै छ हाम्रो जिन्दगी। यस्तै परदेशमा पनि यस्तै गर्नुपर्छ। के गर्नु। राम्रो धेरै पढ्नु सकिएन। पढी लेखी के काम, गुच्चा खेली खाऊ माम भनेको जस्तै भएको छ। के गर्नु, पढिएन। पढ्ने बेलामा परदेश गयो, झाडु खाल्यो, खन्यो।
के गर्नु त्यस्तै छ जिन्दगी झोर झोर जङ्गल जङ्गलमा यो रोज भन्ने फुलले घोचेर ढाडमा पनि घुच्चिदिन्छ हातमा पनि घुच्चिदिन्छ मुटु नै पिच्ने गरी घुच्चिदिँदो रहेछ यो रोज फुल भन्नेले यो फुल त कति दामी फुल्छ कि तर उसको काँडाकै बेहोरा नहुँदो रहेछ कि मुटु बिजाउने गरी घोचिदिन्छ कि रोज भन्ने फुलले यस्तो खतरा हुँदो रहेछ कि ढाडमा पनि घोच्छ हातमा पनि घोच्छ के गर्नै पर्यो अर्काको ठाउँमा आफ्नो घरमा भएको ल है घोच्यो है सक्दिनँ है भन्दै बस्नु के गर्नु पैसाको लागि गर्नै पर्यो मान्नै पर्यो पैसा भनेको सजिलो भोटमा फल्दैन रहेछ परदेशमा त भोटमा फले झैँ गर्थ्यौँ आफू गएपछि मात्रै थाहा हुँदो रहेछ बल्ल थाहा पाइयो पैसा कस्तोमा हुँदो रहेछ भन्ने त पैसा त भिडमा हुँदो रहेछ बिल्डिङको टुप्पीमा हुँदो रहेछ पैसाको बिट्टा अनि भिरपाखामा हुँदो रहेछ पैसा त सजिलो हुँदैन रहेछ यस्तो छ सहर विदेश परदेशको सहर यस्तो छ ढकमक्क फुल फुलेको छ हामी त अलिक बस्तीमा छौँ बस्तीमा पऱ्यौँ अलिक तल सहर छ अलिक तल सहर छ गाडीहरू धुनु कुद्दैछ हामी त अलिक गाउँ साइड पऱ्यो कि माथि पऱ्यो कि मेरो ड्युटी यस्तै छ ढाडतिर पनि घट्दैछ हाततिर पनि घट्दैछ यो ढाडतिर घट्दैछ नि यो यस्तो झ्याप्पै छ कि यो रोज अरे यसको नाम रोज भन्नु पनि आउँदैन हामी अनपढ मान्छेलाई त एउटाको कुरा शब्द अर्थ भन्नु पनि जिब्रै पल्टिँदैन टोटे बोली गइन्छ कि टोटे बोलेको जस्तो आफ्नै आउँदैन